यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले मैले एउटा डेस्कटप कम्प्युटर अन गरिरहेको छु र यो कम्प्युटरमा के फल्ट आएको रहेछ भने रिबुट एन्ड सेलेक्ट प्रोपर बुट डिभाइस हो। यसको मतलब के हुन्छ भन्दाखेरि तपाईँको सिपियुमा है क्यासिङ बक्समा चाहिँ जुन मदरबोर्डमा हार्ड डिस्क अथवा चाहिँ ऱ्याम जुन लगाएको हुन्छ त्यसमा चाहिँ भनौँ न कि त प्रोपर इन्स्टल नभएर पनि यस्तो समस्या देखा परेको हुन्छ। जस्तै कि हार्ड डिस्कको केबलहरू अथवा ऱ्याम चाहिँ प्रोपर तरिकाले चाहिँ ऱ्याम स्लटमा नलागेर पनि चाहिँ यस्तो रिबुट एन्ड सेलेक्ट प्रोपर बुट डिभाइस भनेर समस्या देखा परेको हुन्छ। र यो प्रब्लमलाई सोल्युसन गर्नको लागि चाहिँ म सिपियु बक्स खोलेर चाहिँ फेरिदेखि हार्ड डिस्क र ऱ्यामलाई चाहिँ फेरिदेखि म इन्स्टल गरेर चाहिँ म हेर्न गइरहेको छु र त्यस पछाडि पक्कै पनि यो प्रब्लम चाहिँ सल्भ हुनेर चाहिँ जानेछ। हेरौँ, अब म सिपियु खोलेर चाहिँ हेर्न गइरहेको छु। यहाँ फाइनली तपाईँ देख्न सक्नुहुन्छ मैले क्यासिङ बक्स खोलिसकेको अवस्था छ र यहाँनिर सबभन्दा पहिला चाहिँ ऱ्याम चाहिँ म चाहिँ खोलेर ऱ्याम स्लटबाट चाहिँ ऱ्याम खोलेर चाहिँ फेरि यसलाई चाहिँ म यसमा चाहिँ इन्स्टल गर्छु। यहाँ देख्न सक्नुहुन्छ यो ऱ्याम हो है। अब ऱ्यामलाई चाहिँ मैले चाहिँ यसलाई चाहिँ सफा गर्नुपर्ने हुन्छ, इरेजरले सफा गर्छु र त्यस पछाडि यो ऱ्यामलाई चाहिँ फेरि इन्स्टल गर्छु ऱ्याम स्लटमा। र देन आफ्टर यहाँ देख्न सक्नुहुन्छ हार्ड डिस्क छ इन्स्टल भएको र यो हार्ड डिस्कको पनि चाहिँ मैले सबै केबल कनेक्सनहरू चाहिँ फेरिदेखि चाहिँ यसमा कनेक्ट गर्छु र अरू सबै कुराहरू चाहिँ केबलहरू चाहिँ कनेक्टरहरू चाहिँ ठिकै लागिरहेको छ है। र पनि कहिलेकाहीँ के हुन्छ भने धेरै दिन नचलाएर अथवा ऱ्याममा चाहिँ डस्टहरू बसेर पनि चाहिँ यस्तो समस्या देखा पर्ने हुन्छ। सो म तपाईँहरूलाई चाहिँ फेरिदेखि यो सबै कनेक्सनहरू चाहिँ रिइन्स्टल गरेर चाहिँ अनि त्यस पछाडि म फाइनली रूपमा चाहिँ मोनिटरमा अथवा यो कम्प्युटर सिस्टमलाई चाहिँ अन गरेर तपाईँहरूलाई देखाउने छु। र मैले चाहिँ सबै ऱ्याम र यसको कनेक्टरहरू चाहिँ हार्ड डिस्कको कनेक्टरहरू सबै चाहिँ प्रोपर तरिकाले चाहिँ लगाइसकेको छु र अब चाहिँ तपाईँहरूलाई चाहिँ म पावर अन गरेर देखाउन गइरहेको छु। पावर अन गरेँ र त्यस पछाडि अब हेरौँ मोनिटरमा चाहिँ के रिजल्ट आउँदो रहेछ, विन्डोज नर्मली स्टार्ट हुन्छ कि नै म तपाईँहरूलाई चाहिँ देखाउन गइरहेको छु। हो, अब फाइनली चाहिँ तपाईँको विन्डोज जुन पहिला प्रब्लम थियो त्यो प्रब्लम चाहिँ सोल्युसन भएर आइसकेको छ, देख्न सक्नुहुन्छ है। स्टार्ट हाम्रो विन्डोज चाहिँ नर्मली स्टार्ट भइरहेको अवस्था छ हो। यसरी नै तपाईँहरूको यदि कम्प्युटरमा पनि चाहिँ कुनै किसिमको फल्ट छ भने तपाईँले चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र तपाईँहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र साथै चाहिँ तपाईँहरूले यो भिडियोलाई लाइक कमेन्ट र आफ्नो साथीभाइमा सेयर गर्दै चाहिँ साथ सपोर्ट गरिदिनु होला। हस्त, धन्यवाद।